नमस्ते सबैजनालाई। हिजोको भिडियो हेरिसकेपछि बल्ल यहाँ आउनुहोस् किन भन्दा हामीले डेली पार्ट 1 गर्दै गर्दै सबै भिडियोहरू सिरियल वाइज राख्छौँ। किन भन्दा यो एउटा फन्डामेन्टल एनालाइसिसको फुल कोर्स हो। यो कोर्स गरिसकेपछि एउटा मैले हजुरलाई फाउन्डेसन बिल्डअप गरिदिइहाल्छु। त्यही भएर चाहिँ हिजोको भिडियो हेर्नुभएको छैन भने आज हेरेर बल्ल यो भिडियोमा आउनु होला। आजको भिडियोमा हामीले के कुरा गर्छौँ भन्दाखेरि हिजो हामीले इन्भेस्टमेन्ट कसरी गरिन्छ, कहाँ इन्भेस्ट गर्न पाइन्छ नेपालमा बारेमा हेऱ्यौँ। आजको भिडियोमा हामीले एउटा पर्सनल फाइनेन्स म्यानेजमेन्ट कसरी गर्ने, इन्भेस्ट गर्नुभन्दा अगाडि हामीसँग इन्भेस्ट त गर्न खोज्छौँ तर पैसा हुँदैन हामीसँग। त्यो कसरी गर्ने, पैसा कसरी सेभिङ गर्ने बारेमा आज सबै कुराहरू हजुरलाई स्पष्ट हुन्छ र त्यो फलो गर्नुभयो भने एटलिस्ट पहिलाको केसेसमाहरूले पहिला कस्तो गर्नुहुन्थ्यो र अहिले कतिको चेन्ज भएको छ कमेन्टमा भन्न सक्नुहुन्छ है त। अब भिडियो स्टार्ट गरौँ। आजको भिडियोमा चाहिँ हामीले स्पेसल्ली ओल्ड फर्मुला किन एकदम खतम छ, हामीले न्यू फर्मुला जेनेरेट गरेर किन त्यो एकदमै राम्रो छ, त्यो कुराहरू हेर्छौँ र पर्सनल फाइनेन्स म्यानेजमेन्ट कसरी म्यानेज गर्ने इन्भेस्टिङ गर्नुभन्दा अगाडि र एउटा फाइनेन्स स्टुडेन्टले मात्र फन्डामेन्टल एनालाइसिस गर्न सक्छ, एउटा इन्जिनियरिङ पढेको, एउटा साइन्स पढेको, एउटा हाउसवाइफ, एउटा ओल्ड म्यान जुन चाहिँ हजुर एज अ ओल्ड एजको हुनुहुन्छ भने किन उहाँहरूले नि सक्नुहुन्छ भनेर उहाँहरूले सक्नुहुन्न भन्ने एउटा मिथ छ। त्यो मिथलाई चाहिँ मैले क्र्याक गर्नेछु। आजको भिडियो एकदमै रमाइलो हुनेछ। लेट्स गेट स्टार्टेड। आजको भिडियोमा चाहिँ हामीले सुरुमा के गरौँ भन्दा यहाँ स्क्रिनमा देख्नुभएको छ होला ओल्ड फर्मुला र न्यू फर्मुला। यो ओल्ड फर्मुला पहिला मैले डिस्क्राइब गर्छु अनि चाहिँ हामी न्यू फर्मुला तर्फतिर जान्छौँ है त। ओल्ड फर्मुलामा हेर्न सक्नुहुन्छ। इन्कम माइनस एक्सपेन्सेस इज इक्वल टु सेभिङ। हजुरको इन्कम गर्नुहुन्छ मेनली 1 लाख रुपियाँ सके 1,50,000 अथवा 50,000हरू हजुरले इन्कम गर्नुहुन्छ। इन्कम गरिसकेपछि हजुरको रहर होला, कसैलाई के किन्ने रहर होला, कसैलाई घुम्न रहर होला, कसैलाई बाइक चढ्ने रहर होला। त्यसमा एक्सपेन्सेसमा हजुरले सबै पैसाहरू सकाउनुहुन्छ। त्यसपछि बच्ने भनेको सेभिङ। कति बच्छ? 100 रुपियाँ, 200 रुपियाँ। इन्कम गर्नुभएको छ त्यति, बचेछ त्यति भनेपछि इट्स एकदमै मलाई मनै नपर्ने फर्मुला भनेको इन्कम माइनस एक्सपेन्सेस इज इक्वल टु सेभिङ है। कहाँ गर्ने त्यो इन्भेस्टमेन्ट गर्न खोजिरहनु भएको छ, यो ओल्ड फर्मुलाले इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ का? सक्नुहुन्न भनेपछि फ्युचर प्लान कसरी गर्ने, एउटा राम्रो फाइनेन्सियल वेल्थ कसरी जेनेरेट गर्ने त? ओल्ड फर्मुलाले जेनेरेट गर्न सक्दैन। ओल्ड फर्मुला आजबाट यो भिडियो हेरिसकेपछि आजबाट यो ओल्ड फर्मुला युज नगर्नुहोस्। मैले अब भन्छु कुन फर्मुला युज गर्नु भनेपछि न्यू फर्मुला हेर्न सक्नुहुन्छ। इन्कम माइनस सेभिङ इज इक्वल टु एक्सपेन्सेस। हजुरको इन्कम आउँछ, इन्कम आएपछि के गर्ने? एक्सपेन्सेस गर्ने के। इन्कम आइसकेपछि एक्सपेन्सेस नगर्ने, इन्कम आइसकेपछि इन्भेस्टमेन्ट गर्ने, सेभिङ गर्ने, त्यसपछि बल्ल हजुरको रहरहरू पुरा गर्ने। सके रहर पुरा हुन्छ, इन्भेस्टमेन्ट गरिसकेर पुरा होला अथवा नहोला, द्याट्स चोइस अन यु। त्यही भएर इन्कम माइनस सेभिङ इज इक्वल टु एक्सपेन्सेस इज द एकदमै राम्रो फर्मुला। प्रिफर मैले युज गर्ने फर्मुला, धेरैजना इन्भेस्टरहरूले युज गर्ने फर्मुला भनेकै एउटा इन्कम माइनस सेभिङ इज इक्वल टु एक्सपेन्सेस। इन्कम आउँछ, त्यसपछि सेभिङ गर्नुहोस्, त्यसपछि बचेको पैसा बल्ल हजुरले के गर्नुहोस् भन्दा एक्सपेन्सेसमा आफ्नो खर्चमा गर्नुहोस् है। दिस फर्मुला इज एकदमै बवाल फर्मुला छ। आजबाट यो भिडियो हेरिसकेपछि यो फर्मुला युज गर्नु होला है त। ल अब हामी जाम अर्को टपिकमा। अब चाहिँ हामीले कसरी एउटा पैसा कसरी बचाउने बारेमा रिलेटेडको कुराहरू माथि हेरिसक्यौँ। अब हामीले हेर्छौँ पर्सनल फाइनेन्स म्यानेजमेन्ट कसरी गर्ने, इन्भेस्टिङ गर्नुभन्दा अगाडि म्यानेज गर्नु पर्यो कसरी गर्ने। सुरुमा हजुरको इन्कम आउँछ हो। इन्कम एउटा है मैले पाइ चार्ट जस्तो गराइदिएको छु। बिचमा पर्सनल फाइनेन्स, त्यसपछि इन्कम, इन्सुरेन्स, इन्भेस्टमेन्ट, सेभिङ र हजुरले एक्सपेन्सेस मतलब कहाँ खर्च गर्ने भयो। यो चार्टलाई चाहिँ एकचोटि एक्सप्लेन गरौँ। सुरुमा हजुरको इन्कम आउँछ, इन्कम आइसकेपछि गर्ने के
भन्दाखेरि इन्सुरेन्स यु मस्ट डु इन्सुरेन्स। किन भन्दा सबै धेरैजना मान्छेहरूको पैसा सकिने भनेको दुईवटा चिजमा। एउटा भनेको हजुरलाई बिरामी हुनुभयो भने सबभन्दा चाँडो पैसा सकिने, र अर्को भनेको केही घर किन्नु पर्यो, यताउति किन्नु पर्यो भने सबभन्दा बढी चाँडो सकिने भनेको पैसा त्यो चिजले। खाएर कहिले पनि चाँडो पैसा सकिँदैन। यदि मान्छे बिरामी हुन्छ भने यति चाँडो पैसा सकिन्छ, हजुरले लगभग 15-20 वर्ष कमाएको पैसा विथिन अ मन्थमा सकिन्छ के है। त्यही भएर अब कुराहरू इन्सुरेन्स बारेमा यसो मैले कुराहरू गर्छु। धेरैजना नेपालीहरूले इन्सुरेन्स गर्नुहुन्न। सो इन्सुरेन्स गरे पनि कुन टर्म इन्सुरेन्स गर्नुहुन्न के। सो यु मस्ट डु इट टर्म इन्सुरेन्स। अब नयाँ कुरा थाहा पाइयो, इन्सुरेन्स त गर्ने बारेमा सुनिरहेको थिएँ, तर यो टर्म इन्सुरेन्स भन्ने के इन्सुरेन्स भएछ बारेमा मैले कहिले पनि सुनेको थिएन बारेमा एउटा क्वेसन आयो होला कि हजुरलाई। सो टर्म इन्सुरेन्स भनेको यस्तो इन्सुरेन्स हो, फ्युचरमा हजुरको एक्सिडेन्ट भयो अथवा हजुरलाई रोग लाग्यो अथवा होइन भने त्यो टर्म इन्सुरेन्सले हजुरको गर्छ। अब यसो बुझ्नुहुन्छ, अब मैले अर्को इन्सुरेन्स गरेँ भने नि त त्यसले मलाई दिन्थ्यो होला, दिन्छ भन्नु सुन्नु हो। हजुरले टर्म इन्सुरेन्स गर्नुभयो भने त्यसले पैसा रिटर्न दिन्न। धेरैजना नेपालीले के सोच्छन्, इन्सुरेन्स भनेको एउटा इन्भेस्टमेन्ट हो, यसले मलाई पछि यति पैसा दिन्छ। दिस नट अ इन्सुरेन्स भनेको एउटा इन्सुरेन्सको रूपमा लिनुहोस्, एउटा इन्भेस्टमेन्टको रूपमा नलिनुहोस्। इन्भेस्टमेन्ट भनेको त छुट्टै हो नि। इन्सुरेन्स भनेको हजुरको लाइफ इन्सुरेन्स, हजुरको हेल्थ इन्सुरेन्स हो के। सो यु मस्ट सिरियस ओन इट्स है, सिरियस हुन सिक्नुहोस् इन्सुरेन्स बारे। सो टर्म इन्सुरेन्स भनेको यस्तो इन्सुरेन्स, हजुरलाई यदि तपाईँलाई कुनै पनि रोग लाग्यो, कुनै पनि केही कुराहरू भयो भने टर्म इन्सुरेन्सले पे गरोस्, सबै एटलिस्ट यति पैसा चाहिँ पे गरोस् के। सो अनि हजुरले धेरैजनाले नेपालीहरूले इन्सुरेन्स कस्तो गर्नुहुन्छ भने 80 इयर्ससम्म हजुरले पैसा पे गर्नुहुन्छ। सो 80 इयर्ससम्म हजुरले पे गरेको मान्नुहोस् 4,80,000 रुपियाँ भयो भने त्यसले चाहिँ यति वर्षमा चाहिँ उसले चाहिँ 10 लाख रुपियाँ दिन्छ। वाट इट्स नट ए इन्सुरेन्स, इट्स ए इन्भेस्टमेन्ट चाहिँ कह्यो कि। सो इन्सुरेन्स गर्नुहोस्। इन्सुरेन्स कस्तो गर्नुहोस् भन्दा टर्म इन्सुरेन्स गर्नुहोस्। मैले यहाँ प्रिफर गर्दैन, जस्तै सानिमाको गर्नुहोस् अथवा यसको इन्सुरेन्स गर्नु अथवा यसको इन्सुरेन्स गर्नुहोस्, जुनमा नि गर्नुहोस्, तर यु मस्ट डु इट टर्म इन्सुरेन्स। सो टर्म इन्सुरेन्स यु मस्ट डु इट है। अनि त्यसपछि बल्ल इन्भेस्टमेन्ट तर्फतिर जानु। स्टक मार्केट होस्, म्युचुअल फन्ड होस्, एसआइपी होस्, होइन गोल्ड होस्, जेमा नि इन्भेस्ट गर्न सक्नुहुन्छ नि त। मैले हिजोको भिडियो भने त, सो हिजोको भिडियो हेर्नै पर्ने हुन्छ। त्यसपछि बल्ल हजुरले सेभिङ गर्न तर्फ जानु। सो अब सेभिङ यदि हजुरको जब गयो भने हजुरले 3 मन्थदेखि 6 मन्थको एउटा इमर्जेन्सी फन्ड चाहिँ सेभिङ एकाउन्टमा राख्नुहोस् के। सो अरू पैसा नराखे नि, अरू पैसा इन्भेस्टमेन्ट गर्नुहोस्, तर सेभिङ एकाउन्टमा हजुरको इमर्जेन्सी फन्ड झ्याप्प केही आइहाल्यो भने, झ्याप्प मेरो जब गइहाल्यो भने एटलिस्ट 3 महिनादेखि 6 महिनासम्मको इमर्जेन्सी फन्ड चाहिँ हजुरको सेभिङ एकाउन्टमा राख्नुहोस्। त्यसपछि बल्ल हजुरले खर्च गर्नुहोस्। सो यो एउटा फाइनेन्सियल म्यानेजमेन्ट हो। सो यो फाइनेन्सियल म्यानेजमेन्ट हजुरले पर्सनल फाइनेन्सियल म्यानेजमेन्ट यसरी प्रिपेयर गर्नुभयो भने हजुर लाइफमा यति सक्सेस हुनुहुन्छ कि यु कान्ट इमेजिन। सो दिस इज द वर्स्ट होइन, एकदमै राम्रो चाहिँ यु मस्ट डु इट। अब कुरा फाइनेन्स स्टुडेन्ट मात्रै यो अन्डरस्ट्यान्ड गर्न सक्छ त